गायिका एलिना चौहानको पोल खुल्यो। अमेरिकामा आयोजकसँग लफडा पर्नको भित्री कारण अर्कै। विवादित गायिका एलिना चौहानले अमेरिकामा आयोजकले आफूलाई दुर्व्यवहार गरेको, रक्सी खाएर जथाभावी बोलेको लगायतका विभिन्न आरोप लगाउँदै फेसबुक स्ट्याटस लेखेपछि यति बेला संगीत क्षेत्र तातेको छ। तर अमेरिकामै बस्ने पत्रकार सुरेश दर्पणले एलिनाको पोल खोलिदिएछन्। एलिना लगायतका केही कलाकारलाई आयोजक विनोद अधिकारीले कन्ट्र्याक्ट गरेर अमेरिका बोलाएका थिए। अमेरिकाको भिसादेखि कार्यक्रम तथा अन्य व्यवस्था पनि तिनै आयोजकले गरेका थिए। तर एलिनाले अमेरिका पुगेपछि कन्ट्र्याक्ट विपरीत आयोजकको आँखा छलेर राप्ती सेवा समाज नियोगबाट करिब 3,50,000 $2,500 लिएको थाहा पाएपछि एलिना र आयोजक बीच लफडा सुरु भएको पत्रकार सुरेश दर्पण पोखरेलले जानकारी दिएका छन्। सुरेशले आफ्नो भिडियोमा प्रमाण सहित देखाएका छन्। त्यही विवादले उग्र रूप लिएपछि एलिनाले कार्यक्रम बीचमै छोडेर आफ्नै खर्चमा टिकट काटेर नेपाल फर्किएकी थिइन्। तर नेपाल आउने बित्तिकै आयोजकलाई उनले विभिन्न आरोप लगाउँदै फेसबुक स्ट्याटस लेखेकी थिइन्। त्यस्तै एलिना चौहानले थुप्रै मिडियामा समेत अन्तर्वार्ता दिएर अमेरिकामा आयोजकले गरेको दुर्व्यवहारको बारेमा बोलेकी थिइन्। तर अहिलेसम्म आयोजकलाई छलेर यो पैसा लिएको हो वा होइन भन्ने बारेमा भने केही बोलेकी छैनन्। दर्शकवृन्द, यस विषयमा यहाँहरूको चासो, गुनासो, सल्लाह, सुझाव र प्रतिक्रिया तलको कमेन्ट बक्समा गएर राख्न भने नबिर्सनुहोला।